सकेछु। हप्ताको 8 देखि 10,000 सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ, त्यो पनि यो प्लेटफर्ममा, डिजिकोन प्लेटफर्ममा। ओके, सो डिजिकोनमा जोइन गर्नका लागि हजुरलाई फर्स्ट अफ अल यसमा हजुरले गुगल क्रोममा जानुपर्छ। गुगल क्रोममा हजुरले डिजिकोन सर्च गर्नुपर्छ। डिजिकोन, DIGIKON, डिजिकोन यता सर्च गर्नु क्या। डिजिकोन सर्च गरेपछि होइन, यहाँ फर्स्टमै जुन वेबसाइट आउँछ यहाँ हेर्नु क्या। फर्स्टमै वेबसाइट आउँछ, वेबसाइटमा क्लिक गर्नु होला। वेबसाइटमा क्लिक गरेपछि होइन, यसमा हेर्न सक्नुहुन्छ वाट यु, मैले तल गएर भने यहाँ वाट यु प्रोभाइडमा यहाँ कुन कुन स्किल सिकेर पैसा कमाउन सक्नुहुन्छ। एफिलिएट मार्केटिङ, डिजिटल मार्केटिङ, थुप्रै टाइपको यहाँ डिजिटल स्किल्स दिएको छ होइन। अब यसमा जोइन गर्नका लागि, काम गर्नका लागि, इन्कम गर्नका लागि होइन, यहाँ 3टा प्याकेज रहेको छ क्या। यहाँ फर्स्टमा रहेको छ इलाइट प्याकेज होइन। यदि हजुरले इलाइट प्याकेजबाट स्टार्ट गर्नुहुन्छ भने महिनाको 5 देखि 10,000 सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। एउटा प्रिमियम प्याकेज रहेको छ। यदि हजुरले प्रिमियम प्याकेजबाट स्टार्ट गर्नुहुन्छ भने महिनाको 15 देखि 20,000 सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। एन्ड यसको प्राइस रहेको छ 3,000 रुपियाँ होइन। अब यसमा प्रो प्याकेज छ क्या। यदि हजुरले प्रो प्याकेजबाट स्टार्ट गर्नुहुन्छ भने यसमा कुन कुन स्किल सिक्न सक्नुहुन्छ होइन। यो चाहिँ प्रो प्याकेज धेरै मेरो चाहिँ फेभरेट प्याकेज हो होइन। सो यहाँ चेक गर्न सक्नुहुन्छ प्रो प्याकेज, यदि कुन कुन स्किल 10वटा स्किल सिक्न सक्नुहुन्छ। फ्रिलान्सिङ मास्टरी प्रोग्राममा पनि जोइन गरेर इन्कम गर्न सक्नुहुन्छ होइन। सबै कुरा बेसिक टु एडभान्स रोड म्याप पनि पाउन सक्नुहुन्छ होइन। अब यो 3टा प्याकेजबाट हजुरले कुन प्याकेज लिँदा राम्रो हुन्छ, मेरो सजेसनमा भनेको त्यो प्रो प्याकेज, यहाँ प्रो प्याकेज छ नि, यो प्रो प्याकेज लिनुको। यो प्रो प्याकेजमा हजुरले धेरै सुविधा, धेरै फेसिलिटीहरू पाउन सक्नुहुन्छ। यदि हजुरले प्रो प्याकेजबाट स्टार्ट गर्नुहुन्छ भने महिनाको 30 देखि 40,000 सम्म इन्कम गर्न सक्नुहुन्छ। प्रो प्याकेजमा धेरै फेसिलिटी, धेरै सर्भिसेसहरू प्रोभाइड गर्छ क्या। अब यसमा जोइन गर्नको लागि होइन, यसमा हजुरले इनरोल नाउमा क्लिक गर्न सक्नुहुन्छ क्या। इनरोल नाउमा क्लिक गर्नु। इनरोल नाउमा हजुरले के यहाँ नेममा हजुरको नाम आफ्नो राख्नु, इमेलमा हजुरले आफ्नो इमेल राख्नु होइन, फोन नम्बरमा हजुरले आफ्नो फोन नम्बर राख्नु होइन, डेट अफ बर्थमा हजुरले डेट अफ बर्थ सिलेक्ट गर्नु होइन। यहाँ जे मागिरहेको छ त्यो हजुरले सिलेक्ट गर्नु क्या। लाइक म यहाँ नाममा यस्तै मैले हालिदिएँ होइन, जीवन तामाङ होइन। इमेलमा लाइक मैले अब इमेलमा लाइक मैले जीवन होइन @gmail.com होइन, यस्तै मैले हालिदिइरहेको छु क्या। अब मैले पासपोर्ट नम्बर चाहिँ 198001212 यस्तै मैले हालिदिएँ क्या होइन। यहाँ डेट अफ बर्थमा हजुरले लाइक हजुरको कति एज छ त्यो राख्न सक्नुहुन्छ। डेट अफ बर्थमा यो राख्न सक्नुहुन्छ। पासपोर्ट मैले जस्ट इक्जाम्पलको लागि हजुरले अब लगइन गर्नको लागि 1 2 3 मैले इक्जाम्पलको लागि दिइरहेको छु 4 5 6 7 8 होइन। अब यसमा पनि 1 2 3 4 5 6 7 8 होइन। अब यसमा कन्ट्रीमा हजुरले नेपाल सिलेक्ट गर्नु होला होइन। अब कन्ट्रीमा नेपाल सिलेक्ट गरेपछि होइन, स्टेटमा हजुरले कुन स्टेटमा बस्नुहुन्छ क्या। अब मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, कोशी होइन, मतलब जुन प्रदेशमा बस्नुहुन्छ त्यो सिलेक्ट गर्नु क्या। लाइक मैले इक्जाम्पलको लागि बागमती मैले राखिदिएँ। जेन्डरमा हजुरले मेल हो फिमेल हो मैले मेल राखिदिएँ। अब यहाँ आउँछ डिस्काउन्ट कोड के। डिस्काउन्ट कोड हजुरले राख्नुहुन्छ भने धेरै मेरो टिमबाट मेन्टरसिप पाउन सक्नुहुन्छ। हजुरको केही आइडीमा समस्या आउँछ भने कस्टमर केयरले हजुरलाई गाइडेन्स गर्छ, प्रोभाइड गर्छ कि यो प्रोमो कोड भनेको, त्यो डिस्काउन्ट कोड भनेको हजुरको लागि धेरै नै इम्पोर्टेन्ट रहेको छ कि। डिस्काउन्टबाट यसबाट हजुरले डिस्काउन्ट कोड पनि पाउन सक्नुहुन्छ होइन। सो यहाँ डिस्काउन्ट कोड मैले माथि पनि लगाइदिइरहेको छु। यहाँ डिस्काउन्ट कोड चेक गर्न सक्नुहुन्छ 2860 होइन। यो यसमा क्लिक गर्नु। यसमा क्लिक गरेपछि भेरिफाईमा पनि क्लिक गर्नु क्या। भेरिफाईमा क्लिक गर्नु क्या। 2860 के यहाँ नाम पनि सो हुन्छ होइन। अब यहाँ आउँछ आई एग्री विथ टर्म एन्ड कन्डिसनमा क्लिक गर्नु। क्रिएट एकाउन्टमा क्लिक गर्नु क्या। क्रिएट एकाउन्टमा क्लिक गरेपछि होइन, यहाँ जुन यहाँ कम्पनीको क्युआर देखाइरहेछ, डिजिकोन प्राइभेट लिमिटेड कम्पनीको क्युआर देखाइरहेछ। सो यसरी के गर्नु, यहाँ पहिला हजुरलाई स्क्रिनसट लिनु पऱ्यो क्या। यो जुन क्युआर छ नि यसको स्क्रिनसट लिनु। स्क्रिनसट लिएपछि होइन के गर्नु, हजुरले ई सेवा, मोबाइल ब्याङ्किङ, हजुरले जेबाट हजुरले पेमेन्ट गर्नुहुन्छ त्यसमा हजुरले यो क्युआरलाई स्क्यान गरेर हजुरले पेमेन्ट गरेर, पेमेन्टको जुन स्क्रिनसट हुन्छ नि त, स्क्रिनसट हुन्छ यहाँ हजुरले अपलोड, क्लिक टु अपलोड छ नि त्यसमा हजुरले स्क्रिनसटको फोटो लगाइदिनु। लाइक मैले एउटा कुनै एउटा फोटो लगाइदिइरहेको छु होइन। मैले एउटा कुनै एउटा फोटो लगाइदिएँ। यहाँ मैले स्क्रिनसटको फोटो लगाइदिएँ। यसमा हजुरले ट्रान्जेक्सन नम्बर हुन्छ त्यो राखिदिनु। अनि हेर्नु डन, हजुरले आफ्नो नाम राखिदिनु अनि सबमिटमा क्लिक गरिदिनु होला। यति विदिन 5 to 10 मिनटको भित्रमा हजुरको आइडी एक्टिभेसन भइहाल्छ। अब हेर्नु सबमिट मैले गरिदिएँ होइन, विदिन 5 to 10 मिनटको भित्रमा हजुरको आइडी एक्टिभेसन भइहाल्छ। एन्ड हजुरलाई आजदेखि हजुरको बेसिक टु एडभान्स क्लास पनि स्टार्ट भइहाल्छ।